Subscribe to my channel. Connect with us. Be hit like on to get all notification in upload new video. यहाँ सम्पूर्णलाई यस एन स्क्वायर इन्स्पायर युट्युब च्यानलमा मनोबल छेत्रीको तर्फबाट हार्दिक स्वागत गर्दछु। आजको यस दिनमा म यस्ता मन छुने भनाइहरू तपाईहरु माझ राख्दैछु जुन चाहिँ मैले आफ्नो जिन्दगीमा सिके र तपाईहरु पनि आफ्नो जिन्दगीमा लागू गर्नुहुनेछ भन्ने आशा गर्दछु। र मैले आफ्नो जिन्दगीमा जे गल्ती गरे त्यो गल्ती तपाईहरुले पनि नदोहोर्याउनुहोस्। त्यसैले म तपाईहरु समक्ष मैले सिकेका 10 वटा भनाइहरू आज म तपाईहरु समक्ष राख्न जाँदैछु। ल है त सुरु गरौँ। नम्बर 1 मा रहेको छ, तरवाल जति पातलो हुन्छ त्यति नै धारिलो हुन्छ। नम्बर 2 मा रहेको छ, क्यारम बोर्डका 4 वटा पाल त्यति नै महत्त्वपूर्ण हुन्छन् जति एउटा पालको महत्त्व हुन्छ। नम्बर 3 मा रहेको छ, अवसर हामी जसलाई पीडा सुनाउँछौं उसैले हामीलाई पीडा दिन्छ। नम्बर 4 मा रहेको छ, दुःख पाउनु भन्दा दुःख गर्नु सफल हुने एउटा बाटो हो। नम्बर 5 मा रहेको छ, एउटा कुनामा दुःखको धुन बज्दा अन्त बाजा बजिरहेको हुन्छ, यो हामीले बुझ्नुपर्छ। नम्बर 6 मा रहेको छ, अरूसँग त हामी जस्तो सुकै व्यवहार पनि गर्न सक्छौं, तर खास मान्छेको लागि हामी खास व्यवहार गरिरहेका हुन्छौं। नम्बर 7 मा रहेको छ, धन भनेको लुकाउने चीज हो र ज्ञान भनेको देखाउने चीज हो। नम्बर 8 मा रहेको छ, रुट त केही समयको लागि हो तर जिन्दगी कटाउने भनेको व्यवहारसँग मात्र हो। नम्बर 9 मा रहेको छ, यदि तपाईलाई कसैको अभावको महसुस भइरहेको छ भने उसलाई पनि तपाईको कमीको महसुस भइरहेको छ। नम्बर 10 मा रहेको छ, जो बुबाको काँधमा चढेर सगरमाथाको चुचुरोमा पुग्दछ अनि सगरमाथाको चुचुरोमा पुगी आमाको काँधमा निदाउँदछ त्यो नै संसारको भाग्यमानी मानिस हो। सो साथीहरु, आजको यस दिनमा 10 वटा मन छुने भनाइहरू तपाईहरुलाई कस्तो लागेको छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यदि भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनु होला र यति भन्दै अर्को भिडियोमा मिल्नेछौं। धन्यवाद।